मैले त हातै नछु चाटे छुक्क कैसे कैसे लोग रहते हैं यार यहाँ पर मासुन छ मेरो गुन्द्रुक यार म त डस्टबिन बोक भने रेडी तपाईँहरू जे बोक्नु मन लाग्यो बोक्नु वा भनेपछि भोलि मेरो टिकटकले मारेर ठाला जस्तो स्टार्ट भयो बिहान यही हान्नु बाहेक हुन्छ हान्नु न लगाइ जानु बस्यो यस्तो रहेछ अब जिन्दगीमा उन्नति प्रगति गर्दै जानु ढिले भयो टन्नेल रहेछ त नि ओए खेलिहरू जाउँ न एकछिन आफ्नै कर्साबारी हो पर्सवारी 0 पोइन्टबाट हाने हेलो ब्युटिफुल फेयरफुल सबैजना आराम हुनुहुन्छ होला आई होप अनि सो म चाहिँ यता दाइहरूले नगरकोट जाउँ रे त्यही भएर म ठ्याक्कै रेडी भएर निस्किसकेको छु हामी यहाँ सागु पनि आइसकेको छु म अनि हेर्ने है ल लुक एट द भ्यू गाइस ल सबैजना ससो रहनु होला मस्त रहनु होला है अब हामी के कस्तो हुन्छ के हुन्छ नगरकोटको फेरि लगाउनेवाला छ है त गजबको दाइ दिदीहरू चाहिँ यहाँ पछाडि हुनुहुन्छ हामी चाहिँ थोरै कामले अगाडि हिँडेको अगाडि हिँड्दा बौद्धदेखि यहाँसम्म अगाडि भइछ ल हेर्ने केही छैन भन्दै हामी चाहिँ यहाँतिर पुगिसकेछौँ है त गाइस अनि तपाईँहरू पनि सो सबैजनाले भिडियो साथ सपोर्ट गर्दै गर्नु हुन्छ होला भन्ने आश मात्र गरौँ भर्ती नपरौँ र मैले हिजो मेरो एउटा भिडियोमा भ्युज हेरेको थिएँ अब करोड थियो करोड त्यस्तो चाहिँ नगर्नु न त्यस्तो नगर्नु न कस्तो दुःख गरेर बनाएर भन्छ तपाईँहरूले हेर्नुहुन्छ होला भनेर अब अहिले शान्ति नै हुँदाखेरि नै हेर्नुभयो भने हेर्नुभयो सपोर्ट गर्नुभयो भोलिपर्सि त फेरि चिन्दैन नि हो भने एनिवे केही छैन ल यस्तै छ है यहाँ एउटा सानो कामले अगाडि हिँडेको एउटा साउन्ड किनौँ भनेर फेरि छाँदै छैन भने के गर्ने हेर्नु दिमाग एनिवे केही छैन अझै छ नि यार टन्नै यहाँबाट नि बाटो यहाँ फुट्यो क्या मानिस त यता ल्याउ न स्प्रे चाहिँ यहाँ आउनु न यहाँ ल मनिष दाइ यो बर्थडे मनाउनु पर्छ अब ल ह्याप्पी बर्थडे मनिष दाइ ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे मनिष दाइ यो त तिरो नि बर्थडे ल टोपी दाइ यता साइड लाउनु न दाइ यता साइड लाउनु ल यहाँ ल्याउ न बाइक माथि राख न लो हामी त पुग्यौँ त यहाँ बर्थडे काट्नलाई ल मनिष दाइ ल काटिदिउँ मनिष दाइ ल ह्याप्पी बर्थडे टु यु ल ल ह्याप्पी बर्थडे मनिष दाइ ह्याप्पी बर्थडे ल के हुन्न त आफ्नै करेसा बारी हो ए कतातिर खिच्यो क्या आफ्नै क्यामेरा मात्र हेरेको जस्तो है ल
के हो भैँसीको त्यो उयो बाँड छ नि ब्याएपछि के गर्थी म लगाइदिनु के भन्दै चिरे हारे मात्र खानुपर्छ ल दाइ यो त खानु नि हामी यता यता भक्तपुर अनि यतातिर पनि कस्तो दामी दामी ठाउँ खोलेर रहेछ त थियो आउँछ है मलाई लगाइस लुक एट द भ्यू आम ओइ ब्रो यत्रो पैसा चरा दल्नु हुँदैन बेसी दल है अलिकति ल दाइ ह्याप्पी बर्थडे अब जिन्दगीमा उन्नति प्रगति गर्दै जानु ढिलै भयो भने सँगै मिलेर गर्नुपर्छ ल दाइ थ्याङ्क यू ओहो ल दाइ सँगै मिलेर गर्नुपर्छ केटो जन्मेर यत्रो भन्नु कति 2-4 दिन हुनु रहेछ यसलाई आज के काट ल बुझ्यो अब साँचो चाहिँ जहाँ पुगे पनि अलिकति पानी है मलाई नबिर्सिनु अब यी दाइ तपाईँहरूले बिर्सिनु भयो भने मात्र हो नि म बिर्सिन्छ जस्तो लाग्छ यार अनि हामी त झन् कसरी बिर्सिनु कहिले बिर्सिँदैन खाने कोकोनटको बिस्किट हो मिठो हुन्न खै सानो चाहिएको मलाई खोइ सानो दाइ छैन त रक्सी त रक्सी हान्ने मान्छे त होइन यहाँ तर बोकिदिन्छु पऱ्यो ठुलो मात्र छ त दाइ सानोमा छैन बियर सानोमा छैन हरायो के अरे ठुलो मात्र बाहिर छैन के के हो त्यो भने जौन लिएर छैन रे यार अहिले बाटोमा किन्नु होला खोइ के लेखेको छ लो डिनर हो कि लो डिनर भएको इनर चाहिँ घटाउने भने है यार छैन रे यहाँ माथि पाउँछ कि कतापट्टि भन्नु एकचोटि म गएर आउनु पऱ्यो छैन रहेछ दाइ यार छैन रे यहाँ कता छ कि एकछिन यहाँ रहेछ नि त ल्याउ त पैसा यहाँबाट गर्छ अझै माथि पुग्नु पर्ने रहेछ अझै लोकेसन कहाँ कहाँ गोर्खा दिन्न सानोमा हजुर के हो यो भने ए चिसो लानुपर्छ क्या कति हो यसको चाहिँ नेपालाइस त्यही लैजाउँछ ओहो बोक्न सक्छ है सक्दैन टेन्सन भयो फेरि कति भयो 570 कति छ दाइ क्युआर कति छ ए अगाडि पनि नदेख्नु म आँखा अन्धो है क्या 570 ओके घुम्दैछ त एकछिनै के हो टावर दिँदैन कि अब किन फिल भने ब्याङ्कमा हाल्नुपर्ने हो अब एसियाबाट हालौँ न एक्जिट ड्राइभर भयो ओके
Let's go. Like cake po bijo bhai. Like guys, finally. Oi kale. Toklai latta cup. Doram? ल वेदर हेर्नुपर्छ माथि डाँडामा गएर भोलि लगिहाल्छ नि कहाँ हो झोलुङ्गे पुल ल अनिस दाइ त्यो भाइरल मान्छे होइन केही छैन यहाँ त भित्ता रहेछ माथि टपबाट मात्रै देखिँदैन हामीले अलिक ढिलो गरौँ न त यो मान्छे कहाँ फ्राइडेको र स्याटरडेको खासै अनि के हो यस्तो सेफ्टी बोक्नु भएको छ दाइले पावर ब्याङ्क गरौँ लु दुवैबाट केटा भाइबहिनीलाई मात्र जोडिदिएर यार अरू के पनि वाह कङ्ग्रेचुलेसन उयो सडा त यो पर्टिङ हो त्यसलाई धन्यवाद दाइ आइसक्यो यहाँ करोड रुम यस्तै छ है अब यहाँ पक्क सुत्ने हामी कस्तो बत्ती पनि रहेछ ल भन्दै हामी आइसकेको छ अब यहाँबाट दिएछ खाछ हेर खानुपर्छ यसलाई अहिले एकछिनमा टन्नेल रहेछ त नि फेरि यसको 1 करोड होला यस्तो 4 करोड जति पर्छ फेरि चक्लेट त खाइहालौँ न है चक्लेट चाहिँ कस्तो खानु मन लागिरहेछ दुबईको पपुलरै ल अब है छिटो अलि टी सर्ट सिर्ट खोलेर खाम होइन वा कता हो यसलाई फर्काउने तिम्रो हात धुएछ हो त्यही त फर्काउ न बुट्टा होला क्या यता मुनि फर्काउ कस्तो बच्चा जस्तो ओहो यी लुक एट गाइस ओ माय गुडनेस बच्चा जस्तो गरी ल दाइ त्यसलाई त अहिले तल ह्यान्ड वासले धुनुपर्छ के हो खानुस् न मैले पनि ल्याएर चाहेकै छु भने यहाँ यो सब माडेबाट ठिक्क छ अनि त्यही भएर यहाँ थ्याङ्क यू को पर्दैन है छैन अलि पल्केले कस्तो रहेछ आवाज टेस्ट है त गाइस मिठो रहेछ मिठो मलाई त हातै नहुन्छ चाटे सुक्का ल खायो अब खाना खानु कसो गर्छ महेश दाइ ल हाम्रो आइसकेछ कैसे कैसे लोग रहते हैं यार यहाँ पर गम खानुपर्छ ल हाम्रो आइसकेछ है यहाँनिर लोकेट सुरु गरौँ त लास्ट टेस्टी छ मिठो रहेछ यार है दाइ बल रहेछ नट ब्याड
वाह यतिको चाहिँ खानु आउनुपर्छ शनिबार चाहिँ दाल हाल्नु फेरि के हाल्नु? आइसक्यो मेरो दाल तिमी दाल नखाने के अरे बोल्न डल्ली मासु पनि छ मेरो गुन्द्रुक या माग्ने होइन दे हाल्दिउँ मात्र हाल्नु न भुवन यसरी यसरी भात यसो गर्नु अनि छेउतिर हाल्दिनँ अरे त्यो पनि हुन्छ नि तर त्यो भोलि त्यो भिडियो चाहिँ बनाउनुपर्छ है गर्दै कुन चाहिँ अघि भनेको ए त्यो ल ल म त डस्टबिन बोक भने रेडी तपाईँहरू जे जे बोक्नु मन लाग्यो ल वाह भनेपछि भोलि मेरो टिकटकले मार्केट खाएर जस्तो यस्तै भयो खानासाना खायो अनि अघि भर्खरै आयो क्या हामी पनि यता बाइक साइकहरू यताउता के ल्याएर प्यादर भन्दा भन्दा अनि सो मेरो नगरकोट ब्लग पनि फेरि आउँदैछ है त गाइज इन्जोय गर्नुपर्छ एनिवे के छ होइन हामी अघि भर्खरै आइपुग्यो खानासाना खायो यताउता अलिअलि रमाइलो समाइलो अनि के भयो रुम चाहिँ यस्तै छ आजको नगरकोटको अब ती 3वटा बेड छ यस्तै भयो आयो अब खानासानाहरू कस्तो खाना पनि लास्ट टेस्ट आएको अनि मलाई चाहिँ मन पऱ्यो हामी बुकिङ गरेर आएको थियौँ एउटा बुकिङ गरेर यता अब दाइ दिदीहरूसँग अब खासै हिँड्नु होला अब मेबी हामी एकचोटि पोखरा घामरुक चाहिँ जान्छौँ होला त्यो पनि हेर्दैछौँ सबैजना सल्लाह गर्दैछौँ अनि यस्तै हो आज पनि हामी 2-4जना छौँ यस्तै छ ल त्यही हो यसो हाम्रो ब्लगलाई पनि सपोर्ट गरिदिनु होला भन्दै आजको लागि यस्तै भयो है त ल गुड नाइट है त गुड मर्निङ है गुड मर्निङ ब्रेकफास्ट हान्नु पऱ्यो त्यसपछि हामी अब लाग्नुपर्छ है माथितिर स्टार्ट भयो बिहानै यही हान्नु पाएछ हुन्छ हान्नु हान्नु बसेको यस्तो रहेछ सो अब हामी चाहिँ ब्रेकफास्ट खान्छौँ होला त्यसपछि लाग्छौँ अब एउटा यहाँतिर राम्रो चाहिँ आज हुन्छ पेटमा जाने हुँदै मोमो चाहिँ सुरु गरेँ के हो के एउटा मात्र छ ब्रेड ए कस्तो खोड रहेछ क्या अर्को मैले फाल्नु यस्तो छ है त गाइस हजुरहरूको राखेर मन शुभयात्रा छ शुभकामना हजुरहरूको राखेर मन ल उठ्यो ब्रेकफास्ट हामी हाल्यो अब बिस्तारै लाग्नुपर्छ होला वेदर चाहिँ आजको यस्तो छ
यहाँबाट हामी निस्केर यता पर गएर त्यहाँबाट त्यसरी हामी चुट्टै गर्छ होला ल दाइ लाग्यौँ हामी फेरि पछितिर नि आउँदै गरौँ है ल थ्याङ्क यू ल ल ओके ल हामी चाहिँ अब लागिसकेको छौँ अनि यहाँ एकचोटि खेल्न खेल्ने हो यहाँ खेलिहरू जाउँ न एकछिन आफ्नै करेसाबारी हो आफ्नो करेसाबारीमा हामी एक लट खेलेर जाउँ म खेलिहाल्छु खेलिहालौँ न खेल यस्तो यो चाहिँ खाए यस्तो यही सुते यहाँ चाहिँ को सुत्छ अब कहाँ गयो सुते क्यारे उता गएर मास्क नखोला अनुहार देखो फेरि मजा न लड्यो है त ल हामी आयो अब खाइयो कुदिने ल ठिक छ ल हामी चाहिँ ठ्याक्कै मोडामोडी त्यहाँबाट निस्क्यौँ है त गाइस अब चाहिँ हामी एकचोटि त्यो झर्ना अनि माथि त्यो डाँडा त्यहाँतिर जान्छौँ अनि त्यसपछि हामी फर्किन्छौँ होला भर्खर 11 कति बजे समथिङ अनि त्यसपछि हामी फर्किन्छौँ है त गाइस ल गाइस हामी यहाँ पुगिसकेको छौँ है ल झोला पनि बोकिहाल्यो हो तल खोला कराउँछ खोलातिर होइन कहाँ के थियो मान्छे ल ल ल ल ल हामी पुलमा आइसकेको छौँ मान्छे कति धेरै हुँदो रहेछ हेर भेट गाइस सुई फोन फस्यो भने कहाँ पुग्न त भेट्दैन होला जिरो पोइन्टबाट ए भए जस्तै छ आम्मा हाम्रो बोटवाला यो पनि दामी हो लगाइछ हामी चाहिँ यहाँ के भन्छ भक्तपुर आइसकेको छौँ नरकोटबाट भक्तपुर हुँदै आयो अब यहाँ अगाडि एक प्लट थकाली हानिन्छ अनि थकाली खाइसकेपछि चाहिँ अनि त्यसपछि चाहिँ हामी एकचोटि रुममा गएर ठ्याक्क केही गर्छौँ है त यस्तो गयो त्यस्तो त्यही हो अब लगाइदिउँ न त भनेर गयो आयो नट ब्याड रमाइलो नै भयो होइन त्यही हो ल भन्दै भन्दै हामी यहाँ पुगिसकेछौँ त्यही भन्दै हामी घर पनि पुगेको थियौँ त्यो दिन त्यसपछि भिडियो बनाउनु पाएन मोबाइलहरू सिकिरहेको थियो अनि गोप्रोको पनि स्टोरेज फुल भइरहेको थियो त्यो मेरो गोप्रो अपडेट भएको हो हुनु चाहिँ अनि त्यो एसडी कार्डहरू लागिरहेछ सो एउटा मात्र लागिरहेछ त्यही भएर अनि हाम्रो नरकोटको ब्लग चाहिँ त्यस्तै भयो सबैजनाले साथ सपोर्ट गरिदिनु होला अनि गरिरहनु पनि भएको छ अनि हेरिदिनु होला भन्दै ल तिमीले मजा लिनुपर्छ
ल त्यस्तै त्यही भन्दै अब योभन्दा पछाडि अझै भिडियोहरू छ आउँछ सबैजनाले साथ सपोर्ट गर्नु होला हेर्नु होला रमाइलो गर्नु होला अब कहाँ कमी कमजोरी छ भनेदेखि प्लिज कमेन्ट आइज